अहिले चाहिँ म खोटाङ र भोजपुर जिल्लाको सिमानामा रहेको ट्याम्के भन्दा तल्लो बेस क्याम्प भन्दा तल्लो एउटा पार्टीमा चाहिँ थकाइ मारेर होइन ट्याम्केतिर अथवा बेस क्याम्पको भित्तातिर फुलेको चिमल अनि चाँपको चाहिँ भ्यूहरू लिन चाहिँ म उकालो लागिरहेको छु। यो पार्टीमा एकछिन थकाइ मारे होइन। म चाहिँ पैदल यात्रा हिँड्दै यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ वस्तु चढ्ने खर्कहरू पानी परी लगतै हरियाली हुन सुरुवात गरिरहेको तपाईँहरूले मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। र म चाहिँ ठ्याक्कै अब तपाईँहरूलाई चाहिँ माथि बेस क्याम्पको भित्तामा फुलेको चिमल र चाँपहरूको भिडियो पनि तपाईँहरूलाई म देखाउने छु। अनि तल मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ खोटाङ र भोजपुर जिल्लाको चखेवा डाँडा पनि त्यहाँ रहेको छ। अनि यो वरिपरि देखिने अद्भुत दृश्यहरू चाहिँ आँखाले देखेर पनि पत्याउन नसक्ने दृश्यहरू यहाँबाट चाहिँ अवलोकन गर्न सकिन्छ। र यतापट्टि मेरो ब्याकग्राउन्डको भाग चाहिँ भोजपुर पर्छ भने फेरि यतापट्टिको ब्याकग्राउन्डको भाग चाहिँ खोटाङ पर्छ। ठ्याक्कै यो चाहिँ खोटाङ र भोजपुर जिल्लाको सिमानामा रहेको मुन्दुम ट्रेल ट्याग हो। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ यहाँबाट चाहिँ अब अहिलेको जमानामा हिँडेर भन्दा नि गाडी अथवा मोटरसाइकलमा बेसी चढेर चाहिँ ट्याम्केसम्मको यात्रा गरेको मैले देखेको छु। म चाहिँ किनभने अलिकति तपाईँहरूलाई पनि यो बेस क्याम्प भन्दा तल्लो एरियाको चाहिँ वस्तु चढ्ने घाँसे मैदान खर्काको चाहिँ तपाईँहरूलाई म भिडियो देखाउन गइरहेको छु। र त्यहाँ पर मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ खर्का वस्तु चढिरहेको दृश्य पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। र यो चाहिँ यो ठाउँमा चाहिँ तपाईँहरू पनि जिरो कस्टमा चाहिँ भिजिट गर्न सक्नुहुन्छ। यहाँ कुनै यहाँ ट्याक्सहरू लाग्दैन। हेर्नुहोस् है वस्तु चढ्ने घाँसे मैदान चाहिँ यति मजाको छ यहाँनिर। म चाहिँ सिमाना बेस क्याम्पतर्फ गइरहेको छु साथीहरू। हाम्रो देश नेपाल प्रकृतिको धनी छ होइन। यहाँ जे पनि प्रकृतिले दिएको छ डाँडा पाखाहरू अनि विश्वका विकसित देशहरूमा चाहिँ कतिपय खर्च गरेर चाहिँ होइन घुम्ने पार्किङ गार्डनहरू बनाएको हुन्छ भने हाम्रो चाहिँ नेचरली प्रकृतिले आफ्नै दिएको छ के। मलाई चाहिँ यस्तो डाँडा काँडाहरूसँग चाहिँ एक्लै घुम्नलाई चाहिँ स्वर्गभन्दा फिका लाग्छ। अनि म साथीभाइहरूसँग भन्दा पनि यस्तो एकान्त ठाउँमा अनि यस्तो रमाइलो ठाउँ अनि सुनसान ठाउँमा चाहिँ एक्लै घुम्न डुल्न एकदमै रमाइलो लाग्छ। तपाईँहरूले यो तलतिर मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ घाँसे मैदान खर्काको वस्तु चढ्ने भने
यता ब्याकग्राउन्डमा चाहिँ भोजपुर जिल्लाको दामा अनि अन्य सुन्दर गाउँहरू पनि देख्न सक्नुहुन्छ। मान्छेहरू कतिपय सोखिम हुन्छन् कि गाडी चढेर यात्रा गर्ने, तर यसरी हिँडेर भिजिट गर्नुको छुट्टै एउटा मजा हुन्छ अनि आनन्द हुन्छ। म पूर्वेली गाउँले किटो रूपेश भट्टराई चाहिँ जहिले पनि यसरी नै एक्लै हिँडेर डुल्ने मेरो बानी छ र यस्तै डाँडा काँडाहरूमा एक्लै नै रमाउन मन लाग्छ। ल हेर्नुहोस् यहाँ दामी छ। ब्याकग्राउन्डमा खोटाङ जिल्ला पनि देख्न सकिन्छ। अनि यो चाहिँ ट्याकै ट्याक ट्याकै ट्याक ट्याकै ट्याक ट्याकै ट्याक चाहिँ बेस क्याम्पतर्फ होइन। यहाँ गइरहेको छु म। एउटा हुन्छ नि होइन, टिनेज उमेरमा हिँड्ने डुल्ने रहर हामी सबैलाई। हामीले विगतलाई जति नै खर्च गरे पनि फर्काउन सकिँदैन। 2 वर्ष 3 वर्ष अगाडि बितेका दिनहरू अहिले पाइँदैन होइन। अनि उमेर छँदै र आँट जोस जाँगर छँदै चाहिँ हिँड्नु डुल्नु रमाउनु पर्छ। क्या बवाल छ त। ल हेर्नुहोस् त यहाँ अझै दिन किल्लर खुल्या छैन। तपाईँहरूलाई म नि आज यति दामी दामी चाँप फुलेको सिनहरू देखाउन गइरहेको छु अनि देखाउने पनि छु। माथि भित्तातिर देख्न पनि सक्नुहुन्छ है। ल हेर्नुहोस् त्यहाँ चाँपहरू फुलेको दृश्य चाहिँ देख्न सकिन्छ। यहाँबाट मुन्डुमटेलको ट्याकै ट्याक ट्याकै ट्याक होइन। म चाहिँ ट्याम्केतर्फ निक्लिँदैछु, तर ट्याम्के चाहिँ म नजाने। हिजो अस्ति भर्खर भिजिट गरेर आएको। यसपालिको रामनवमी चाहिँ एकदमै खल्लो लाग्दो दिन भएको थियो, हुसुरे कुहिरो लागेर। अनि आज पनि रुगाले गरस् त बनाएको थियो मलाई, बनाए तापनि मलाई कता कता लाग्यो। घरबाट माथि अब बेस क्याम्पतिर डुल्दै डुल्दै गएर चाहिँ भिडियो सिनहरू बनाउँ लागेर चाहिँ म घरबाट यहाँसम्म आइपुगेको हो होइन। यहाँ आँखाले देखेर पनि पत्याउनै नसकिने अद्भुत दृश्यहरू छन्। ल हेर्नुहोस् यहाँनिर चिमल फुलेको पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। ल त म नेक्स्ट भिडियोमा तपाईँहरूलाई अब चिमल अनि चाँपहरू फुलेको भ्यूहरू पनि देखाउँछु है त साथीहरू। ल भिडियो कस्तो लाग्यो लाइक कमेन्ट अनि सेयर गर्नु होला है त।